हेलो गाइज वेलकम ब्याक टु माई च्यानल एनदर भिडियो। आज म ब्रस गर्दा गर्दै ठुलो मम्मीको घर बिहान बिहान पुगेँ। हिजोको भिडियो थियो नि, त्यो सर्च गरेर टक्क पाएर ठुलो मम्मीले देखाए। ठुलो मम्मी चाहिँ हाँस्दै हुनुहुन्छ। अनि पछि चाहिँ म फर्केँ घर। अनि हिजोको भिडियो देखाएँ मैले मम्मीलाई। मम्मी चाहिँ अनि खाना बनाउन लाग्नुभयो, आलु च्याउचाउ। आज स्पेसल छ गाइज, आज पनि स्पेसल छ। अनि त्यसपछि चाहिँ म नुहाउन लागेँ गाइज। नुहाएर सके गाइज। अब म कपडा लगाउँछु, टी सर्ट लगाए। खाना मम्मीले पकाउँदै हुनुहुन्छ। आजको खाना पनि स्पेसल छ। मम्मीले पानी चाहियो, पानी लगेर दिए मम्मीलाई। मेरो सक्स धुनु थियो, मैले आफ्नो सक्स धोएर पनि सुकाइसकेँ। यत्तिकैमा भयो कालुको एन्ट्री। कालु मरेको गाइज। मैले चाहिँ सेन्ट लगाउनलाई मम्मीले पनि लगाइदिए। मम्मीले र मलाई देखेर भाइ हाँसिरहेछ। मम्मीले खुर्सानी टिप्लाङ भयो, मैले पनि हेल्प गरेँ। मम्मीले आँप खान मन लाग्यो गरे अनि आँप झारिदिएँ मैले। तरकारी पाकिसक्यो गाई। जब खाना खाएँ मैले, खाना मम्मी खाना खाँदै हुन्छ, बहिनीले आँप काटिरहेको छिन्। भातसँग आँप पनि खाइदिएको चुकिलो। आजको मेरो आउटफिट हेर्न सक्नुहुन्छ। मम्मीले बाई भनिसकेपछि अटो आइसक्यो गाइज। म पनि निस्केँ बजार। आजको मौसम राम्रो छ। म चाहिँ खडकचोक पुगिसकेँ। प्रतीक्षा बहिनी टाढैबाट दर्शन भनी अटो फर्के। म पसल पुगे, चाबी खोले। यता चाहिँ म यता बाल काट्ने ठाउँनिर आएँ। यहाँनिर चाहिँ हाम्रो बालिन शाहको डोजर चलेर चाहिँ गाइज हेर्न सक्नुहुन्छ। हिजो चाहिँ ठुलो मम्मीको भिडियो बनाइदिएछ। ठुलो मम्मीले देखाए, ठुलो मम्मी चाहिँ भिडियो राम्रो छ भन्नुभयो। उहाँ चाहिँ हाम्रो दाइ। अनि म चाहिँ दाइको पसलमा पुगिसकेँ। अटो आइसक्यो गाइज। म जाँदैछु डान्स क्लास। म क्लास पुगिसकेँ गाइज। अटो पनि गइसक्यो। चाबी निकाले, सटर खोले, त्यसपछि क्लासभित्र आए। यो हाम्रो डान्स क्लासको लोगो। अनि उहाँलाई चाहिँ तपाईँ चिन्नुहुन्छ होला। चाहिँ मेरो स्टुडेन्टहरू आइसके गाइज। मैले स्टुडेन्टहरूलाई प्र्याक्टिस गराउँदैछु। स्टुडेन्टहरू घर जान लाए। पारस साथी पनि आए। यो चाहिँ मेरो ह्यान्सी भाइ। यिनीहरू पनि घर जान्छु भने। त्यसपछि म पनि घर जान लाएँ। लाइट अफ गऱ्यो, अँध्यारो भइसक्यो। पारस साथीमा कुरा गर्दै निस्क्यौँ। अटो आयो, अटो गयो। त्यसपछि बाटोमा चाहिँ मैले फादरलाई भेटाएँ। यता चाहिँ बाइक सर्भिसिङ गर्दै हुन्छ। अनि मैले चाहिँ प्याज, तेल, तरकारी सासु लिएर घर फर्केँ। घर फर्किसकेँ, पाक्न लाग्यो तरकारी। पाकिसक्यो, खाएँ। त मम्मी बुवा खाँदै हुनुहुन्छ। आजको ब्लग यति नै गाइज। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। गुड नाइट, बाई बाई।